यदि तपाईहरुले कोडिङ सिकिरहनु भएको छ भने अब सायद कोडिङको लागि जुन आउने कपल अफ इयर्स अथवा चाहिँ 6 महिनाभित्रमै अथवा 12 महिनापछि सायद यो कोडिङ भन्ने चिज चाहिँ लगभग गर्नु नपर्ने हुन्छ, किनभने अहिले एआई को युज गरेर धेरै ठाउँमा कोडिङको लागि एप्लिकेसन डेभलप गर्नेदेखि लिएर वेबसाइट डेभलप गर्ने धेरै कुरा भइराखेको छ। यस्तै कोडिङ नगरिकन तपाईहरुले देख्न सक्नुहुन्छ यो वेबसाइट, यो चाहिँ गुगलको फायरबेस, यो फायरबेस भन्ने जुन वेबसाइट छ त्यसमा गइसकेपछि हामीले फ्रीमा वेब एप्लिकेसन बिल्ड गर्न सक्छौँ। तपाईहरुलाई कोडिङको स्किल पनि चाहिँदैन, तपाईहरुले सिर्फ के गर्नुपर्छ भने गएर प्रम्प्ट दिनुपर्छ। त्यहाँ तपाईहरुले प्रम्प्ट लेखिसकेपछि आइओएसमा युज हुने र एन्ड्रोइडमा युज हुने खालका एप्लिकेसनहरू डेभलप गर्न सकिन्छ। तपाईले मैले जोसुकै पनि सकिन्छ, एकदम सजिलो छ। तपाईहरुलाई यो ट्राई गर्न मन छ भने यो तपाईहरुले देखेको वेबसाइट जुन छ यसमा गएर ट्राई गर्न सक्नुहुन्छ। जस्तै मैले एक्जाम्पलको लागि जुन यो बनाइरहेको छु यो वेबसाइट, यो चाहिँ मैले गुगलको यो फायरबेस भन्ने वेबसाइटमा गएर कोडिङको लागि यसरी चाहिँ मलाई यो वेबसाइट चाहियो भनेर मैले प्रम्प्ट मात्र दिएको र एप्लिकेसन डेभलप भइसकेको छ। यस्तै तपाईहरुलाई यदि यो युज गर्न मन छ भने तपाईहरु यो फायरबेस भन्ने तपाईले गुगलमा सर्च गरेर जान सक्नुहुन्छ। यसमा गएर फ्रीमा तपाईसँग गुगलको एउटा एकाउन्ट चाहिन्छ, एउटा जीमेल चाहिन्छ, त्यो भएपछि तपाईले युज गर्न सक्नुहुन्छ। यदि केही प्रश्नहरू छन् भने तपाईले यो कमेन्टमा प्रश्नहरू टाइप गर्नुहोला र म सकभर त्यसको एन्सर दिने कोसिस गर्छु। यस्तै अरु भिडियोको लागि मलाई फलो गर्न सक्नुहुन्छ। एन्ड थ्यांक्स फर वाचिङ।